Good morning. Our food day in Nepal बनाएको छ food day in Switzerland. दिनहरु एकदम राम्रो राम्रो बितिरहेको छ. So yeah. अब चाहिँ हामी यस्तो मुसु गर्छौँ. अब आज पनि बाहिरको भ्यू त देखाउनु पर्यो कस्तो छ भनेर हेर्न सक्नुहुन्छ. आज अलि जाडो छ जस्तो लाग्यो मलाई किन शीत देख्यो कि आज. ओहो ख्याबादी यहाँ हेर्नु न शीत पर्यो रहेछ आज त. दिउँसो चाहिँ हामी हुँदैन यता कहिले पनि किनभने कता कता घुमेको छ. हिजो नि भएन आज चाहिँ भयो. जाडो अति नै किनभने यो एकदम चिसो भएर रहेछ तर एकदम राम्रो. सो यो त्यही हो. अब हामी खाजा साजा के खान्छौँ अनि त्यसरी फेरि बाहिर निस्किन्छौँ. या त्यही हो. हामी बाहिर निस्किन आँटिसकेको छौँ रेडी भएर. यस्तो पानी सानीहरू चाहिँ आज चाहिँ किनभने हिजो लास्ट पानी तिर्खा लागेको कारणले आज चाहिँ सबैको आफ्नो बोतल लिएर जाने निर्णय गरेको छौँ. हामी बाहिर एकछिन टिकटक बनाएर बसेको त धन्दै फ्रिज भयो म. यस्तो छ. सो यहाँ आजको चाहिँ हाम्रो यात्रा चाहिँ ग्रेटर मल अनि त्यहाँतिर रहेको छ. सो वी आर रेडी टु गो. घाम पनि राम्रो लागेको छ. टिकटक पनि प्र्याक्टिस गरौँ भिडियोहरू बनाउनुको लागि. सो एक्साइटेड. अनि यस्तो छ. You can see घाम कतिको राम्रो छ भनेर हेर्नु. यतिको भए पनि राम्रो नै छ. सो या अब चाहिँ हामी हाम्रो आजको डेस्टिनेसनमा पुगिसकेको छ. यो पछि फेरि अर्को डेस्टिनेसनमा जाने हो. आज चाहिँ हामी यहाँ हिजो छुट्टेको ठाउँ इन्टरलेकमै स्टल वाल भन्ने ठाउँमा पुगेको छ. आई डोन्ट नो स्टल वाल भन्छ के भन्छ तर त्यो ठाउँमा आइसकेको छ हामी चाहिँ. सो या सबजना आर यु गाइस रेडी? आज चाहिँ हल्का जाडो छ तर धेरै जाडो रहेछ. ठिक छ. ओके यहाँ आनी राजाङ आनीहरू सबजना सँगसँग आउँदै हुनुहुन्छ. अब त्यही हो या गइरहेको छ यसरी नै. तर ठाउँ चाहिँ अति दामी. यो चाहिँ हामीले माथि हिजो डाँडाबाट देख्नु त देखाएको थियो त्यो ठाउँ. त्यो डाँडा हेर्नु. हो त्यो डाँडाको अझ छेउछाउमा साइडमा सेतो सेतो रहेछ. पवाली चाहिँ तपाईँहरूलाई चाहिँ त्यो डाँडा देखाउनु अरे. त्यो डाँडाको त्यो वाइट गरेको चाहिँ ठ्याक्कै रहेछ. अनि त्यसपछि भनिहाल्यो ए मामाश्री म पछि आउँछु भनिहाल्यो. अब यहाँबाट चाहिँ हामी हिँडेर जान्छौँ. हामी चाहिँ आज यो स्टल वाल्ट चाहिँ राम्रो चाहिँ यति नै राम्रो हुन्छ नि. जति हेरौँ लाग्ने पोखरी हेर्नु त्यस्तै राम्रो सबै हेर्नु त.
अति राम्रो यहाँको यस्तो छ ठाउँहरू चाहिँ अनि यहाँ माथितिर चाहिँ फेरि गाईहरू छ यहाँ यसरी खोला खोला त के भने यसलाई त के भन्नु थाहा भएन हाम्रो सिङ्गर राम्री मान्छे Iswalt. Okay. अनि हेर्नु त्यहाँको योहरू कस्तो दामी देखिरहेको छ अति नै राम्रो ठाउँमा पुगेको छौँ हामी चाहिँ आज सुन्दर ठाउँमा सुन्दर सुन्दर मान्छेहरू हिँडिरहेको छौँ जाडो भयो पहिले के भन्नु भने त्यस्तो जाडो छैन भने हो मैले तपाईँलाई भने नि त बाबा आज जाडो रहेछ भनेर त्यही कारणले भने कि मैले छेउमा यस्तो फर्केर यस्तो यस्तो बोलौँ सोलौँ भिडियो हजुर भिडियो भनेर सोचेर बसेको तर उहाँहरू चाहिँ हामीभन्दा नि अगाडि आएर उता बसिसक्नु भएको छ यहाँ त यस्तो सानो सानो बेबीहरू नि आइस बच्चाहरू नि यही हो इन्टरलेक यही हो पुरै लेकै लेक फोटोसोटो खिच्यो यो ठाउँमा यस्तरी खिच्यो अब चाहिँ हामी जान्छौँ फर्किँदैछौँ तर फोटो चाहिँ दामी आउँछ जस्तो म यता गएर एउटा भिडियो चाहिँ गर्नुपर्छ मैले अघि तपाईँलाई देखाउँछु भने चाहिँ यो कि यो यस्तो चाहिँ अब म यो भिडियो चाहिँ गर्छु यहाँबाट फोटो यस्तो गरेर भिडियोहरू बनाइरहेको छ यहाँ अनि यता हुनुहुन्छ अनि उजबिङहरू चाहिँ फोटो खिच्नेहरू उहाँहरू यस्तो हामी चाहिँ यो ठाउँमा जान आँटेको हेर्नु सक्नुहुन्छ 8 मिनटको बाटो हिँडेर जाने हो 8 मिनट झरनामा पो हो नि सो यहाँ अब चाहिँ हामी चाहिँ झरनातिर जाने यहाँ उनीहरूको बुक पनि रहेछ हेरौँ यहाँ के रहेछ हेरौँ ल के रहेछ भनेर यस्तो रहेछ नि यहाँ हामी अघि यो ठाउँ गयो अनि अब यहाँ जे होस् यिनीहरू घुम्ने ठाउँहरू सबै हुन्छ नि 60 मिनटको वरिपरिमा रहेछ कि हामी भर्खरै अघि चाहिँ यो ठाउँ गयो नि होइन अनि यो ठाउँ गयो अब यो चाहिँ यसरी हिँडेर गएर वाटरफल हामी चाहिँ अब मेन चाहिँ अनि बिस्तारै जाने हो यहाँ अब हामी चाहिँ उहाँहरू चाहिँ हेरिरहनु भएको छ मैले चाहिँ गाइड बुक लिएर आयो हेर्नुको लागि बिस्तारै जाने हो 8 मिनटको बाटो अरे वा हेर्नु नि पछाडि सनराइज भएर एकदम राम्रो देखिरहेछ हिमाल चट्टा लगाएर देखिरहेछ अब चाहिँ हिजो नि यस्तो बाटोमा टर्नै हिँड्यो आज नि यसरी नै हिँड्यो होला मेबी त्यही हो अहिले हामी जानु भने चाहिँ यो हो कि यो तलै जान्छ हामी चाहिँ यो ठाउँ पुगेछ अब झर्ना तल छ झर्ना बाटोमा जाने ओके ल देखा भनिरहेछ अघि यस्तो दामी छ त्यहाँबाट यहाँ हो हामी त्यहाँ घुमिसक्यो माथि माथि जाने हो अझै एउटा वाटरफल र हामी चाहिँ यहाँ गएर फोटो भिडियो गर्नु छ यहाँ गएर फेरि तल त्यो ठुलो त रहेछ तर अब नि वाउ नै छ कि किनभने हिमालको ठुलै त्यस्तोमा भएको कारणले होला अति नै दामी गुफाको भित्र त्यो माथि वाटरफल अति नै दामी के भन्छ त्यसलाई भिडियो गरे जस्तो लागेको थियो कति भयो मलाई थाहा छैन भिडियो चाहिँ गर्नु पऱ्यो तर थोरै गरे जस्तो लाग्यो मलाई चाहिँ अहिले थाहा छैन अब साँच्चीकै तर ठाउँ चाहिँ राम्रो रहेछ
हेलो हेलो कस्तो भइरहेको छ यात्रा उहाँ चाहिँ कुम्भकर्ण बिचरा मेरो नानी दाइले भिडियो गर्ने बित्तिकै उठिहाल्छ यहाँ हेर्न सक्नुहुन्छ सिन तपाईँले यस्तो दामी म त मेरो आजसँग बोलेको त दिन मिठो चाहिँ लागेको थियो अरे म गराएँ अरे वालमा पुगिसकेको छ ओ माई गड हेर्न सक्नुहुन्छ तपाईँले वरिपरि कस्तो छ मेरो पुरै डाँडै डाँडा यहाँ हिउँ यतै यस्तो नजिकै हिमाल यहीँ देख्ने अनि त्यसपछि त्यस्तो खामा त कहाँ सक्छ दामी आमामा त्यहाँ त हेर्नु न वा चिसो चिसो मौसम भन्नु नमिलेको घाम लागिरहेछ दामी पाराको गर्मी महिनामा त तर गर्मी पनि हुँदैन होला है त्यस्तो खासै गर्मी छ धेरै गर्मी होला त यो हिउँको यो भिर सबैलाई त्यो भिरमा गरे छ त एउटा भनेको यस्तो भिडमा नि घर कि पक्ने तपाईँलाई मैले त्यहाँ घर छ कुनमा उया करू यस्तो दामी लिनु छ म लिनु ल फोन छ म फोन हिँड्न सक्दैन छ भन्नु न पर के हुँदैन हजुर हिमालको नाम इगर आई थिङ्क दिस वान ग्रिन्डर वाल हो यो ठाउँमा हामी चाहिँ यसरी छ हामी चाहिँ अब यहाँ यस्तो पुरै यस्तो छ हिमालय ढाकिएको बिचमा चाहिँ हामी छौँ अनि यहाँ चाहिँ के छ भने मूर्ति छ कसको के हो एकछिनको लागि चाहिँ के भन्छ हामी एकछिन आएको छ घरमा अब यो पछि चाहिँ फेरि हामी खाना खानलाई बाहिर जान्छौँ अहिले चाहिँ हामी कहाँ छौँ भने स्विजको क्यापिटल सिटी बेरिन भन्ने ठाउँमा छौँ अब हामी चाहिँ खाना खान आएको हुनु चाहिँ यहाँ चाहिँ के रहेछ भने टिबेरियन स्टोन लाइन फाउन्डेसन हाम्रो नेपालमा नि छ नि यो स्नो लाइन फाउन्डेसन सो हेर्नु यो यस्तो दामी छ यो सहर चाहिँ हामी चाहिँ अब खाना खानाले गर्ने यहाँ पनि हेर्नु न डेकोरेसन चाहिँ अति नै दामी गरिएको छ हेर्नु सक्नुहुन्छ अति नै दामी अनि खाना चाहिँ हाम्रो यहाँ सबैजनाको आइसकेको छ खाना बोना पछि सबैजनालाई अब चाहिँ हामी खान्छौँ है त अहिले चाहिँ हामी रातिको 10 बजिरहेको छ ल क्यापिटल सिटी अफ स्विज घुमिरहेको छौँ है त गाइस अहिले चाहिँ यस्तो दामी रहेछ एम्बेसी अफ द युनाइटेड स्टेट्स अफ अमेरिकाको अगाडि हामी यसरी हिँडिरहेको छौँ है त हामी यहाँ अमेरिकाको भिसा लगाएर फेरि अमेरिका घुम्न लाग्यो त्यस्तो पो कुरा हो ओके ल ठिक छ हामी चाहिँ या त नै नेक्स्ट डेस्टिनेसन चाहिँ हाम्रो अमेरिका रहेको छ र यहाँ उहाँहरू नि अगाडि गइरहनु भएको छ अब क्यापिटल सिटीको कुनै ठाउँ कहाँ खुट्टा लिन्छ भिजा लगाएपछि त प्लेनमा हो नि कति छिटो ग्रिन हुने हो यो त ग्रिनबाट रेड हुने हो रेड भइसक्यो भर्खर ग्रिन थियो रेड भइसक्यो
अनि यहाँ उहाँहरू यसरी हिँडेर भएको छ आज त हामी सबै ठाउँ घुम्यो है सहर घुम्यो बजार घुम्यो गाउँ जस्तो हिमाल पनि घुम्यो 3 ठाउँ पुग्यो आज एक दिनमा है हामी त बजारमा पुग्यो है अब चाहिँ लाइटिङहरू एकदम राम्रो राम्रो हुँदै आयो हामी पुगेको यही हो मेन त पुरै झिलमिली छ यो एरिया चाहिँ यसरी हो फोटो खिच्ने हो ऊ त अगाडि गएर ओ फोटिन हो नि यो उस्तो राम्रो माथि नि देख्नेवाला रहेछ माथि म देखिरहेको छु छैन रहेछ देख्दैन रहेछ ए यो चाहिँ यहाँको मेट्रो स्टेसन तल मेट्रो स्टेसन हेर्न सक्नुहुन्छ पछाडिबाट चाहिँ हाम्रो ट्रम गइरहेको छ र यो चाहिँ ट्रम स्टेसन बस स्टेसन रहेछ मान्छेहरू नै रहेछ हामी जान आँटेको चाहिँ हेर्नु ल सिटीको अहिलेको चाहिँ यस्तो छ ठ्याक्कै ट्रम पनि आइहाल्यो मैले सिटीको भन्ने बित्तिकै ओस्ट्रिङले यस्तै अहिलेको चाहिँ यहाँ हो जस्तो लाग्यो मेन चाहिँ यो रहेछ है ओ माई गड त्यहाँ नि दामी रहेछ त त्यहाँ नि हेर्नु देख्दो रहेछ है अनि हेर्ने कस्तो दामी एकछिन म गइहाल्छु सो या हामी चाहिँ यसरी तर राम्रो रहेछ ठाउँ त कस्तो सबै सेतो है तर राति भएर सेतो देखेको कि के हो ए ट्रेन स्टेसनमा पो बसिरहेको रहेछ त हामी ऊ त्यो हेर्नु नि त्यहाँबाट तल गयो भने के होला त्यो लाइटबाट तल चाहिँ ए ट्रेनको लामो हो खोला छैन होला तल ए यो हो नि यो छ नि बाबा हेर्नु कहाँ ट्रेनको लामो हेर्नु त के यो छ गार्डन जाउँ यहाँबाटै जाने हामी आउनुलाई 2 जना उहाँहरू खिचेर आउँदै हुनुहुन्छ सो यहाँ ठाउँ चाहिँ दामी है त मन पर्यो मलाई चाहिँ राति भयो भने बिचारा मेरो आनी पपाएर चाहिँ जाडो भइदिए हो जानुभन्दा नि अब घुम्दा थाक्यो कि त्यो पनि अब बिहानदेखि घुमेको अहिलेदेखि होइन त्यसैले नै हो अब चाहिँ हामी जाँदैछौँ ठ्याक्कै 11 बजी होला या होइन 11:30 भित्र जानु पाएको भए पाउँदो रहेछ नि एकछिन घुमेर आउँछु ल तपाईँहरू बसेको तर ढोको जस्तो रहेछ गएन म त्यहाँ यस्तो त्यहाँ फोटो भिडियो किङ्गे जिउँथौँ यहीँ आनिसक्दै उहाँलाई चाहिँ फोटो कालो आयो भने राम्रो आउँदैन उहाँ चाहिँ गोरो देखाइदिनु होला है त उहाँ हो यहाँ हेर्नु अब पछाडि गएन अगाडि गयो सो यहाँ तर यहाँबाट तल त जानु त पाउँछ होला त्यहाँ गेट जस्तो रहेछ कि त्यसरी नभएको म यहाँ तल जाने ठाउँ होला कि नभए त म भित्र गरेर भिडियो टक बनाउँ जस्तो लाग्यो पछि फेरि कस्तो भयो त्यही कारणले नगएको यहाँ चाहिँ मेरो खिचिदिनु ल बाबा रातिको आउँदैन म फोटो खिच्यो भनेर यसरी कुद्दैन यस्तो राम्रो ठाउँ यहाँ चाहिँ एउटा स्ट्याचु रहेको छ यु क्यान सी यहाँ चाहिँ फोटो खिचिदिनु मन पऱ्यो बाउलाई मेरो अब हामी चाहिँ अब घर फर्किन्छौँ
बेरुन सिटी चाहिँ दामी पाराले घुमिसक्यो हामीले यो बन्द भयो यार सो या अब चाहिँ हामी जाँदैछौँ